आज राति हुल्लाको रियल मड्रिड भर्सेस मोनाको र इन्टर मिलान भर्सेस आर्सनलको गेमको प्रेडिक्सन हानिदिइहालौँ, ड्याङडुङ कमेन्ट गरिदिइहालौँ होइन। फर्मको कुरा गर्नुपर्दा रियल मड्रिड र मोनाकोको गेममा रियल मड्रिडले लास्ट 5 गेममा 3टा विन छ भने 2टा लस छ है। त्यसपछि मोनाकोको लास्ट 5 गेममा 3टा लस र 2टा विन छ होइन। फर्म खासै कन्सिस्टेन्सी छैन मोनाको चाहिँ। सो आई एम प्रिटी कन्फिडेन्ट रियल मड्रिडले मजाले जित्नेवाला छ। र टेबलको कुरा गर्नुपर्दा रियल मड्रिड 7th मा छ भने मोनाको चाहिँ अहिले करेन्टली 19 पोजिसनमा छ। सो अब धेरै नै नराम्रो खेलेछ भने चाहिँ रियल मड्रिड ड्रसम्म खेल्ला, तर आई थिङ्क यो चाहिँ एउटा इजी विन हुनसक्छ जस्तो लाग्छ है मलाई रियल मड्रिडको है। र मेरो प्रेडिक्सन चाहिँ आज पनि 2-0 हुनेछ फल रियल मड्रिड है। अनि केटा हो अर्को गेमको कुरा गर्नुपर्दा अर्को गेम छ इन्टर मिलान भर्सेस आर्सनल, रियल मड्रिड भर्सेस मोनाको, र त्यसपछि आर्सनल भर्सेस इन्टर मिलानको है। अहिलेको लागि चाहिँ गुड बाई। इन्टर मिलान करेन्टली 6th पोजिसनमा छ टेबलको भने आर्सनल चाहिँ फर्स्टमा छ होइन। सो आई एम प्रिटी कन्फिडेन्ट आज चाहिँ आर्सनलले मजाले जित्नेवाला छ 3-0 होइन। अनि गेमको फर्मको कुरा गर्नुपर्दा लास्ट 8 गेममा इन्टर मिलान पनि अनबिटन छ भने आर्सनल पनि लास्ट 11 गेममा अनबिटन छ होइन। दुइटैको फर्म क्रेजी फर्म चलिरहेछ, तर पनि आई एम प्रिटी कन्फिडेन्ट आर्सनलले 3-0 जित्नेवाला छ आज गेम डोमिनेट गरेर होइन। दुइटै डिफेन्सिभ सलिड टिम हो। सो त्यही पनि आर्सनलले चाहिँ अलिकति यो सिजनको कुरा गर्नुपर्दा धेरै नै राम्रो खेलेको हुँदा आई थिङ्क आर्सनल गर्न विन बाई 3-0। तपाईँहरूको प्रेडिक्सन के हो? दुइटै गेमको कमेन्ट गरिदिनु, रियल मड्रिड भर्सेस मोनाको र त्यसपछि आर्सनल भर्सेस इन्टर मिलानको है। अहिलेको लागि चाहिँ गुड बाई।